हेलो एभ्रिवान, जय मसी, नमस्ते भन्न चाहन्छु। सक्सेसफुल्ली है म चाहिँ एकदमै यहाँ पहिलोचोटि सोध्दै आएको होइन। अनि योभन्दा अगाडि चाहिँ म कहिले पनि आएको थिइनँ। एकदम सक्सेसफुल्ली आइपुगेँ। प्रभुलाई धेरै धेरै धन्यवाद। मलाई चाहिँ अल्मलिन्छु भन्ने डर लागिरहेको थियो होइन, तर पनि यहाँ सोध्दै आएर यसरी पत्ता लगाउन सफल भएँ। एकदमै खुसी छु। प्रभुलाई फेरि पनि थ्याङ्क्स भन्न चाहन्छु। यो ठाउँमा यसरी पहिलोचोटि हो मेरो चाहिँ। यहाँ देख्न सक्नुहुन्छ अनुग्रह गोस्पेल चर्च। कस्तो छ, ओह माई गड, थ्याङ्क यू लर्ड, थ्याङ्क यू जिजस। आज चाहिँ यसरी 10 बजेदेखि हो, तर म एकदमै चाँडै आइपुगेछु। अब अल्मलिन्छु होला भन्ने लागेको थियो मलाई होइन, त्यही भएर म एकदमै छिटो गरेर आइहालेको हो। यस्तो ठाउँमा देख्न सक्नुहुन्छ यहाँहरूले, यो हाम्रो अनुग्रह गोस्पेल चर्चको भवन हो। हाम्रो सङ्गति गर्ने भवन चाहिँ यस्तो रहेको छ। यहाँ अगाडि एकदमै खाली जग्गा पनि रहेछ, राम्रो ठाउँमा रहेछ। जेस वरिपरि एकदमै व्यापक घर बस्तीहरू भएको ठाउँ रहेछ। यहाँ अगाडि क्रस देख्न सक्नुहुन्छ। यो क्रस चाहिँ अब एउटा प्रतीकको रूपमा हामी राख्छौँ होइन। जिजस क्राइस्ट चाहिँ सेक्रिफाइस हुनुभएको, बलिदान हुनुभएको, सारा मानिसको पापको निम्ति उहाँले चाहिँ उहाँ चाहिँ टाँगिनु भएको, त्यस्तो प्रकारको एउटा सिम्बलको रूपमा सारा मानव जातिको लागि परमेश्वरले प्रेम देखाउनु भएको भन्ने एउटा सिम्बलको रूपमा हामी चाहिँ यो क्रस राख्ने गर्छौँ। परमेश्वरको महान अगाप्य प्रेम, अनि परमेश्वरले गर्नुहुने प्रेम र मानिसले गर्ने प्रेमको हामी कुनै पनि बखान, त्यसलाई हामी तुलना गर्न सक्दैनौँ। अनि परमेश्वरको प्रेम चाहिँ शब्दमा हामी व्यक्त गर्ने कुनै पनि शब्द छैन। हामीले उहाँको प्रेमलाई कुनै पनि शब्दले बखान गर्ने उहाँको प्रेमलाई हामीले कुनै पनि शब्दले बखान गर्न सक्दैनौँ, वर्णन गर्नै नसकिने त्यस्तो एउटा महान प्रेमले हामीलाई प्रेम गर्नुभएको छ। अनि सारा मानव जातिको एउटा आनन्दको कुरा, अनि सारा मानव जातिको खुसीको कुरा चाहिँ यो हो कि परमेश्वरले सारा मानव जातिलाई प्रेम गर्नुहुन्छ। अनि उहाँलाई हामीले विश्वास गर्नैपर्छ। अनि उहाँको मात्रै हामीले भक्ति, उहाँको नाउँलाई मात्रै हामीले चाहिँ आराधना, स्तुति, प्रशंसा, महिमा दिनुपर्छ। प्रियहरू, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नै एकलौटी पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् भनेर यूहन्ना 3:16 भन्छ। अनि यो चाहिँ परमेश्वरको वचनको मुटु पनि हो, यो चाहिँ केन्द्र हो। ताकि उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो, ताकि उहाँले आफ्नै एकलौटी पुत्रलाई पनि बाँकी राख्नु भएन। पिता पुत्र भन्ने होइन, परमेश्वरमा पनि हुन्छ र भन्ने कुराहरू, त्यो प्रश्न आउन सक्छ। तर मानव जातिलाई मुक्ति, उद्धार, अनन्त जीवन, पाप मोचनको एउटा जुन प्रबन्धको लागि, अनि परमेश्वरले त्यसरी पुत्रलाई जसरी उहाँले चाहिँ हाम्रो पापको निम्ति
प्रायश्चित बलिदान हुन आवश्यक भएकोले गर्दाखेरि पुत्रको एउटा रोल खेल्नुभयो। अनि जिजस क्राइस्ट अनि उहाँ चाहिँ पुत्रको एउटा रूपमा पिता पुत्र पवित्र आत्मा, पिताले जुन प्लान बनाउनु भयो, प्लानहरू हुनुहुन्छ, अनि पुत्र येशू ख्रीष्टले चाहिँ मेडिएटरको काम गर्नुभयो, मध्यस्थकर्ताको रोल खेल्नुभयो। अनि पवित्र आत्मा परमेश्वरले चाहिँ मानिसलाई चाहिँ अनि मानिसको हृदयमा काम गर्नलाई चाहिँ उहाँले अहिले पनि त्यो रोल खेल्नुहुन्छ, ताकि जिजस क्राइस्ट चाहिँ क्रुसमा टाँगिनु भएको हो, तेरो पापको निम्ति रगत बगाउनु भएको हो, त्यो क्रुसलाई हेर, त्यो क्रुसको त्यो महान बलिदान चाहिँ तेरो पापको लागि रगत बगाइएको कुरालाई चाहिँ तैँले हेर्नुपर्छ, त्यो कुरालाई चाहिँ विचार गर्नुपर्छ। अनि साँच्चै नै तँ चाहिँ पापी होस् भन्ने कुरालाई चाहिँ पवित्र आत्माले चाहिँ त्यो कुरा देखाउनुहुन्छ, प्रकाश पार्नुहुन्छ, अनि हामीलाई चाहिँ गोडा टेकाउनुहुन्छ। अनि त्यो कुरा हो, पवित्र आत्माले हामीलाई बुझाउनुहुन्छ, हाम्रो हृदयमा हाम्रो पापलाई कायल गराउनुहुन्छ। अनि म साँच्चै नै पापीको लागि ख्रीष्ट बलिदान हुनुभएको हो, पिताले पुत्रलाई, अनि म पापीको एउटा मध्यस्थको रूपमा ख्रीष्ट आउनुभएको, बलिदान हुनुभएको भन्ने कुरालाई जब बुझाउनुहुन्छ पवित्र आत्मा परमेश्वरले, अनि साँच्चै नै हामी चाहिँ घुँडा टेक्छौँ। तर प्रियहरू, यो कुरा सुन्नुपर्छ, हामीले यो कुरालाई हामीले बुझ्नुपर्छ, साँच्चै नै विश्वास गर्नुपर्छ, अनि मात्रै उहाँले काम गर्नुहुन्छ। उहाँले भन्नुभएको छ, हेर बाहिर ढोकामा उभिएर म ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर खोलिदिँदछ भने म त्यसका प्रवेश गर्नेछु र त्यसले मसँग खानेछ पिउनेछ र म त्यससँग हुनेछु भनेर उहाँले भन्नुभएको छ। प्रकाश 3:19 3:19 हुनुपर्छ। सो उहाँलाई चाहिँ हामीले चाहिँ सो इच्छाले, सो निर्णय, सो विवेकले चाहिँ त्यो कुरालाई हामीले चाहिँ उहाँलाई विश्वास गर्नुपर्छ। त्यसपछि गर्ने काम भनेको चाहिँ पवित्र आत्मा परमेश्वरले हामीलाई सबै कुराहरूमा मध्यस्थ गर्नुहुने उहाँ नै हुनुहुन्छ। हामीले प्रार्थना गर्ने, हामीले वचन अध्ययन गर्ने, यसरी सङ्गतिमा हामी चाहिँ एटेन्ड हुने, त्यो कुरालाई चाहिँ हामीले चाहिँ निरन्तरता दिनुपर्छ। हामी नयाँ गरी आत्मामा जन्मिन्छौँ, त्यसपछि हामीलाई त्यो कुराहरूको आवश्यकता पर्छ आत्मामा बढ्नको लागि। अनि उहाँको वचनमा हामी चाहिँ त्यो वचनको गहिराइमा हामी चाहिँ वचनको जरामा चाहिँ हामी चाहिँ पुग्नै पर्छ। त्यो कुरामा उभिनको लागि हामी चाहिँ उभिनको लागि चाहिँ निरन्तर वचन सुन्नुपर्छ, वचन अध्ययन गर्नुपर्छ, वचनलाई हामीले चाहिँ पालन गर्नुपर्छ, उहाँको भयमा जिउनुपर्छ। उहाँलाई प्रभु र मुक्तिदाता भनी व्यक्तिगत रूपमा स्वीकार गरिसकेपछि, उहाँलाई ग्रहण गरेपछि हामी चाहिँ नयाँ गरी जन्मेका उहाँका उत्तराधिकारी सन्तान भइसकेपछि हामी चाहिँ होसियारीको जीवन जिउनुपर्छ। हामीले बोल्ने कुरा, हामीले खाने कुरा, हामीले जानुपर्ने ठाउँ, हाम्रो हेराइ विचार, हाम्रो सम्पूर्ण हाम्रो जीवनको शैली, हाम्रो आचरण व्यवहारहरू चाहिँ परिवर्तित हुँदै जानुपर्छ। नत्र भने काम छैन प्रियहरू। विश्वास गरेका छौँ भन्छौँ, तर उही पुरानो जीवन त्यो टाइपमा हामी जिउँछौँ भने चाहिँ नामधारी क्रिस्चियन हुन सक्छौँ प्रियहरू। क्रिस्चियन जीवन भनेको चाहिँ दिनदिनै मर्ने जीवन हो। अनि हामी चाहिँ त्यो पापलाई चाहिँ हामीले चाहिँ ठाउँ दिनु हुँदैन, पापसँग हामीले सम्झौता गर्नु हुँदैन। प्रियहरू, म यहाँ आइपुगेको छु, यो रहेछ है
यो स्थानमा अहिलेसम्म कोही पनि आइसक्नु भएको छैन। मसँग अहिले हातमा घडी पनि छैन, ब्याट्री सिद्धिएको कारणले गर्दाखेरि मलाई चार्जमा राख्नु बिर्सेछु। चार्जरवाला घडी थियो मसँग होइन, अनि तर पनि चार्जमा राख्न पनि बिर्सेछु। राखौँ भन्ने अब हिँड्नलाई पनि ढिलो भइसकेको थियो होइन। सो यहाँ वरिपरि थुप्रै हुनुहुन्छ यहाँको स्थानीय बासिन्दाहरू। अब कहाँ होइन, अब यस्तो छ। एकदमै राम्रोसँगले म आइपुग्न सकेँ है। आइपुगेँ, एकदमै क्या दिल खुस भइरहेछ क्या, टाइममै आउन सकेँ। कहीँ पनि म अल्मलिनँ, ठ्याक्कै बताइदिनु भयो यहाँ वरिपरिको हाम्रो व्यवसाय पसलमा म चाहिँ सोध्दै आएको हो। थ्याङ्क यू लोड, थ्याङ्क यू ओ माई जिजस, ओ माई सेभियर, ओ लोड जिजस क्राइस्ट, थ्याङ्क यू लोड। के लेखेको रहेछ यता? म पढ्ने छुइनँ, यहाँहरू आफैले पढ्न सक्नुहुन्छ। अब यो पिक्चर चाहिँ यहाँ राख्नुभएको छ होइन। खासमा भन्यो भने यो पिक्चर जिजस क्राइस्टको चाहिँ होइन, कुनै एउटा प्यासन फिल्ममा खेल्ने जिजस क्राइस्टको जुन एउटा मुभी बनाइएको थियो होइन। भनिन्छ सबैभन्दा महँगो र सबैभन्दा एकदमै मृत्युको मुखसम्मै पुगेको, हस्पिटलाइज भएको होइन। अब जिजस क्राइस्टले कसरी दुःख भोग्नुभयो भन्ने कुरालाई चाहिँ एकदमै त्यहाँ छर्लङ्ग देखाइएको। अनि त्यो कुराहरू एकदमै प्यासन अफ क्राइस्ट हुनसक्छ फिल्मको नाम। भने त्यो फिल्ममा खेल्ने व्यक्तिको फोटो अनि जताततै छ्यापछ्याप्ती छ, तर वास्तवमा जिजस क्राइस्ट चाहिँ होइन। त्यो व्यक्ति भनेको चाहिँ व्यक्ति नै हो, हामी जस्तै व्यक्ति हो। हामी जस्तै अब आमा र बाबाको संसर्गबाट पापको बिउमा जन्मिएको व्यक्ति अनि पापी। हामी चाहिँ सबै पापी छौँ। आदमबाट आएको आदमिक त्यो बिउबाट नै हामी चाहिँ सबै पापी छौँ। अनि कोही पनि सिद्ध छैन, पवित्र छैनौँ। अनि हामी सबै पापी हौँ। पापीले पवित्र परमेश्वरको अगाडि हामीले घुँडा टेक्नै पर्छ। कति बेला आउनुहुन्छ? खुल्लै छ।